त्रिभुवन विश्वविद्यालयले विवाद लिएको बीबीएस प्रथम वर्षको अंग्रेजी विषयको परीक्षा विद्यार्थीहरूले बहिष्कार गरेका छन्। पुरानो पाठ्यक्रमबाट प्रश्न खोजेको भन्दै विद्यार्थीहरूले विवाह काठमाडौँ पोखरा लगायतका स्थानमा लिएको परीक्षा बहिष्कार गरेका हुन्। परीक्षा बहिष्कारपछि विद्यार्थीहरूले राजधानीको मुख्य चौकमा प्रदर्शन गरेका छन्। विश्वविद्यालयले भने परीक्षा बहिष्कार प्रकरणबारे छिट्टै उपयुक्त निर्णय लिने जनाएको छ।